आज म न्युटन एजुकेसन एकाडेमीको एप्सको विषयमा केही महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। अभिभावकज्यूहरूलाई विद्यालयको एप्सबाट नानीहरूको परीक्षाको रुटिन कसरी हेर्ने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। यसरी आफ्नो मोबाइलमा विद्यालयले जारी गरेको न्युटन स्कुल नामको एप इन्स्टल गर्नुहोला। इन्स्टल कसरी गर्ने र सुचारु कसरी गर्ने भन्ने विषयमा योभन्दा अगाडि नै भिडियो बनाइसकिएको छ। यसरी एप्स इन्स्टल गरिसके पछाडि आफ्नो नानीको प्रोफाइल खोल्नुहोला। यसरी एप्स लगइन गर्नुहोस्। यसरी लगइन गरिसकेपछि आफ्नो नानी बाबुहरूको विवरण देखिनेछ, जसमा कुन नानीको कुन परीक्षाको विषयमा रुटिन हेर्ने भन्ने कुरा यहाँ नानीको नाममा क्लिक गर्नुहोला। जस्तै म नवीनता कोइराला कक्षा 9 को रुटिन हेर्न गइरहेको छु। नानीको नाममा क्लिक गर्नुहोला। यसरी नानीको नाममा क्लिक गरिसके पछाडि विद्यालयले अहिले हरेक आइतबार लिने गरेको एसडब्ल्युपीटी परीक्षाको म रुटिन तपाईहरूलाई कसरी हेर्ने भन्ने विषय देखाइरहेको छु। यहाँ हेर्नुहोस् त, यसमा नानीको एक्जाम रुटिन भन्ने मेनु देख्नुहुनेछ। त्यो एक्जाम रुटिन भन्ने मेनुमा क्लिक गर्नुहोस्। यसरी एक्जाम रुटिन भन्ने मेनुमा क्लिक गरिसके पछाडि विभिन्न एक्जाम टाइपहरू देखिनेछ, जसमा तपाईँले एकचोटि क्लिक गर्नुहोस् र तल स्क्रोल गर्नुहोला। यसमा एसडब्ल्युपीटी अर्थात् सब्जेक्ट वाइज पर्फर्मेन्स टेस्टको रुटिन हेर्नको लागि एसडब्ल्युपीटीमा क्लिक गर्नुहोला। यसरी एसडब्ल्युपीटीमा क्लिक गरिसके पछाडि तपाईँले कुन डेटमा कुन विषयको कति बजेदेखि कति बजेसम्म परीक्षा छ भन्ने पूर्ण जानकारी पाउनुहुनेछ। हाल भदौ महिनाभरिसम्म लिने परीक्षाहरूको रुटिन प्रकाशन गरिएको छ र यस पछाडि लिने परीक्षाको रुटिन फेरि यसमा अपडेट हुने नै छ। धन्यवाद।